ल नमस्ते साथीहरू, आज हामीले एउटा इकोनोमिक्सको क्वेसन सल्भ गर्दैछौँ। टियु ओल्ड क्वेसन इकोनोमिक्सको। यसमा के छ भने यो 10 मा त 15 मार्क्समा आउँछ फाइनल एक्जाममा। आज योमा के अरे यो प्रोब्लम सल्भ गर्दैछ हामीले। इनिसियल इन्कम रहेछ, न्यू इन्कम दिएको छ सबै। त्यसपछि हामीलाई इनिसियल डिमान्ड पनि दिएको छ, इनिसियल न्यू डिमान्ड पनि दिएको छ। दुवै डिमान्डहरू दिएको छ। Q1 Q2 इक्वली मानेर अब हामीले युज गर्दा प्रोपोर्सन मेथड पहिला युज गर्छौँ र EY इज कस टु अब चेन्ज इन क्वान्टिटी बाई चेन्ज इन इन्कम इन्टु इनिसियल इन्कम बाई इनिसियल डिमान्ड हुन्छ। यो फर्मुला युज गर्दाखेरि अब भ्यालु राख्दै जाने माथि दिएको भ्यालुहरू र सबै सल्भ गर्दाखेरि यहाँ 2 आउँछ, 2/2 काट्दाखेरि 1 आउँछ। EY इज कस टु 1 एन्सर हुन्छ यसको। अब फेरि अर्को क्वेसनमा भन्दैछ बाई युजिङ आर्क मेथड। अब यसमा के छ भने हल्का मात्र फर्मुला चेन्ज गर्नुपर्छ। y1 + y2 र q1 + q2 गर्दाखेरि यसको पनि एन्सर यसरी गरेर 1 आउँछ। आजलाई यति नै, बाई बाई। यो क्वेसनलाई प्र्याक्टिस गर्नु। यस्तै क्वेसनहरू टियुमा फाइनल एक्जाममा सोधिने गर्छ बारम्बार। बाई बाई साथीहरू, नमस्ते। मन पर्यो भने